गाइस म त भिन्डी टिप्दैछु। हिजोको पानीले लुगा सबै रोपाइ गरेको भयो हैन। भिन्डी टिप्नलाई चाहिँ सबै बिच हातभरि झुस, त्यही भएर गर्दैछु। भिन्डी टिपेर अब अलिकति रोपाइ बाँकी छ, त्यति गरेपछि अनि म लुगा सुगा धुन्छु, नुहाइधुवाइ गर्छु अनि क्लिन छ। भिन्डी चाहिँ आज एक बोरा जति हुन्छ कि अझै बढी पनि हुन्छ कि। अब पानी पर्न थालेपछि, चिसो हुन थालेपछि भिन्डीको भाउ बढ्यो। तर भिन्डी सबका आधी भइसक्यो। तपाईँहरू काठमाडौँमा हुनुहुँदैछ भने चाहिँ तपाईँहरू यहीँको भिन्डी खानुहुन्छ होला। तर पाँचपालमा पनि धेरैजनाले रोप्छन् तरकारी त हैन। लुगा सब ढिल्लै भएको के, विन्ड स्वेटरहरू सबै लगाएर भने सबै पास्छ। सनब्लक पनि लगाउनु पर्यो। लगाइसक्यो त्यो चाहिँ। अनि चाहिँ हातले पुटुपुटु भाँचिन्छ। एउटा मात्रै बाल्टिन छ, अरू पनि बाल्टिन भएर अब एकैचोटि टिप्नु हुन्थ्यो। दुईवटा बाल्टिनले ओहो 15 जन यसरी छोपेर नराख्नु नै, 15 त्यो सब कुहिन्छ यो पानीले भने मान्नुहुन्न। हेर्नु हाम्रो भिन्डीबारी चाहिँ यस्तो त देख्नु भएको छ। ड्याडी चाहिँ त्यहाँनिर बसे गर्दै हुनुहुन्छ। सबै झारेझारु उहाँ भएको छ कि पानी परेर भिन्डी त कत्रो ठोरा भएछ त। मल हाल्दा होला, त्यही भएर फल्यो होला। ओहो हिँड्ने बाटो छैन फेरि यहाँ हेर्नु न। के छ लौकाको बोट रहेछ। पानी परेपछि फेरि सबै ढल्छ क्या बोट, बारीको बोट। के काट्ने अहिले काटौँला नि त। खुर्किदिनु न त, खुर्किदिनु अलिअलि चाहिँ हुन्छ त मल। ऐसे अघि भने भए ल्याइदिन्थेँ। अझै यहाँ पुग्नुपर्छ मेरो। धेरै हुन्छ क्या आज। अस्तिको पालि शनिबार मैले टिप्न आउँदा चाहिँ एक ढोको मात्रै भएको थियो, घट्या थियो। फेरि आज चाहिँ अलिक बढ्या जस्तो देखियो अरे के हो। मेरो अनुहार कस्तो रातो भएको, मुखमा नि खटिरहेको पानीले भिजेर लैजा यसो टिप्छु। धेरै छैन फल्यो नि। ठुल्ठुलो मात्र टिप्ने हो, सानोलाई बढ्न दिनुपर्छ। त्यतिलाई किनेर खानलाई पनि घाटा हुन्छ। अहिले त पटो भाँचिन्छ। अस्ति नै खडेरीमा चाहिँ अलिक भाँचेर हिँड्थ्यो। खुम्री बढिसक्यो के सिमी, त्यसको उमेर भइसक्यो। भिन्डी चाहिँ टिप्न मात्रै गाह्रो हो, अरूलाई जस्तो मलसल बिख धेरै केही हाल्नु पर्दैन। कहाँ भयो एउटा चरा थियो भुइँमा, कता चल्यो जम्मा यति भयो। एउटा ड्याङमा एउटा ड्याङ त नभए अझै छ। यो भित्ता चाहिँ